विदेशमा भएका धेरै नेपालीहरू भने अहिले खुसी हुन थालेका छन्। केही दिन अगाडि मात्र नेपाल सरकारले मोफा मित्र एप बाहिर ल्याएसँगै अहिले विदेशमा अप्ठ्यारोमा परेका, आफ्नो गुनासो सुनाउन नपाएका है केही समस्या परेका धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू थिए। अहिले उनीहरू खुसी हुन थालेका छन् है। अहिले आफ्नो समस्या मोफा एपबाट सिधै रिक्वेस्ट पठाउँदाखेरि उनीहरूलाई कल आइरहेको छ, छिटो रिस्पोन्स आइरहेको छ। धेरैले भनिरहेका छन् मोफा एप चाहिँ एकदम राम्रो भयो विदेशमा समस्या परेका नेपालीहरूको लागि भनेर अहिले धेरैले भनिरहेका छन् है। यदि तपाईँहरूले अहिलेसम्म पनि डाउनलोड गर्नु भएको छैन, तपाईँ समस्यामा हुनुहुन्छ भने चाहिँ मोफा एप चाहिँ डाउनलोड गर्नुहोला र आफ्नो समस्या पठाएर है सम्बन्धित निकायसम्म पुर्याउन सक्नुहुन्छ। तपाईँहरूले एमबिसी धाउनु परेन है, लाइन लाग्नु परेन, घरबाटै या आफू भएको रुमबाटै तपाईँहरूले सजिलै रिक्वेस्ट पठाउन मिल्यो। तपाईँको समस्या नि सम्बन्धित निकायले सुन्ने भयो। यो चाहिँ एकदम राम्रो भयो। अहिले चाहिँ धेरै नेपालीहरू भनिरहेका छन् कि समस्यामा परेका हामीले चाहिँ हाम्रो समस्या यो एप मार्फत रिक्वेस्ट पठाएका थियौँ र उताबाट पनि रिस्पोन्स आयो, कल आयो भनेर भनिरहेका छन् है। यो चाहिँ एकदम सजिलो उपाय हो तपाईँहरूको लागि है। त्यही भएर समयमै यो एपको सदुपयोग गर्नुहोला।